फेरि अर्को विशेष समाचार लिएर आएका छौँ हामी। यो फ्लोरिडाको अफकोर्स अमेरिकाको फ्लोरिडामा बस्ने दुई अरू नेपालीहरू मिसिएर सामाजिक कार्य होइन, यो कुनै रङ्गशाला होइन, यो कुनै केही होइन। ऋषि धमालाले भने जस्तो आज हामी तपाईँलाई बोलाउँदैनौँ, हामी तपाईँलाई यो के हो भने मेन खाँटी कुरो यो धुर्म सुन्दरीले अमेरिकामा फेरि ठुलो लगानी गरेको कुरा बाहिर आएको छ। यो कुरा तपाईँलाई हामी जानकारी गराउनुभन्दा पहिला मान्छेहरूले कसरी यो कुरालाई लिएका छन् त्यो कुरा तपाईँ आफै एकचोटि पज गरेर पढ्नु होला है त। तपाईँलाई धुर्म सुन्दरी ठग जस्तो लाग्छ या लाग्दैन? धेरै मान्छेहरू 90%, 90भन्दा धेरै मान्छेहरूले यो मान्छे ठग हुन्, यिनीहरूले धेरै रकम हिनामिना गरेको प्रश्न आइसकेको छ बाहिर। तपाईँलाई यही राता मकैको कुरा पनि तपाईँले एकचोटि सुन्नुभयो भने तपाईँलाई प्रश्न हुन्छ कि 5 लाख रुपियाँ लगेर न रसिद न कुनै हिसाब किताब उनीहरूले त्यत्तिकै केही नदेखाइकन त्यो पैसा खाए। नेपालमा बस्दाखेरि यिनीहरूको एक त सुरुवातदेखि अन्त्यसम्म मान्छेहरूलाई थाहा नै छ। सुन्तलीपट्टिको हेर्ने हो भने पनि धुर्मुसपट्टिको हेर्ने हो भने पनि यिनीहरू दुइटै सामान्य तल्लो लेभलका मान्छेहरू हुन्। ठिक छ, यिनीहरू एक किसिमले कलाकारिताको रूपमा मान्छेहरू लोकप्रिय भए, तर सुन्तलीको कुरा हेर्ने हो भने उसको माइती गाउँमा चाहिँ के अरे एउटा सानो व्यापार चक्लेट र यसो के धागो सागो बुनेर बेच्ने खालको परिवार हो भने धुर्मुस झापाका एक सामान्य परिवारमा यसो स्टेज चढेर नाचेर यताउता एक्टिङ गरेर पैसा कमाउने मान्छे हुन्। पछि गएर यिनीहरूले मेरी बास चाहिँ के चल्दै गयो, मान्छेहरूले पत्याएर देशको लागि के गर्छु भनेर अमेरिकाबाट नेपाल फर्किए। भुइँचालो गएको बेला होला यिनीहरूले अलिकति केही राम्रो कामको सुरुवात गरेका। त्यस पछाडि यिनीहरूको मति भ्रष्ट भयो र कसको लागि हो थाहा भएन, हो कि या त पैसाकै लोभले हो। बुढाबुढी नै यिनीहरू एकदमै पैसामा यति धेरै लिप्त भयो कि 7 लाख तलबको कुरा पनि बाहिर आइसकेको कुरा हो होइन। यिनीहरू चाहिँ कस्तो भनेदेखि सामान्य तरिकाले त्यहाँ चलाउने, रङ्गशाला बनाउने, त्यो पनि रङ्गशाला पनि सरकारी जग्गा हो, त्रिभुवन युनिभर्सिटीको जग्गा हो र त्यहाँ विश्वविद्यालय बन्नुपर्छ भन्ने कुराहरूलाई पनि यिनीहरूले नसुने झैँ गरेर त्यही जग्गामा बनाउने भए। यो कुरा तारा बरालले पनि त्यति बेला विरोध भएको थियो। यावत कुराहरू सबै बाहिर छरपष्ट छन् र यो कुरा कसैलाई हामीले नयाँ कुरा भन्नै पर्दैन, किनभने विरोधका बावजुद पनि धुर्म सुन्तरीले लाखौँ करोडौँ भनौँ दुईवटा टेस्ला होइन, यो यिनीहरूको टोयोटाका एकदमै ठुल्ठुला 4Runner र ब्रान्डेड गाडीहरू छँदै अहिले अमेरिकामा ग्यास स्टेसन खोलेको कुरा बाहिर आएको छ। तपाईँलाई के लाग्छ, यिनीहरू कुनै करप्टर हुन् कि छैन?